ओम शान्ति नमस्कार। भनिन्छ परिस्थितिलाई हामीले बदल्न सकिँदैन, तर सो स्थितिलाई हामीले बदल्न सकिन्छ। जीवनमा आइपर्ने ठूलाभन्दा ठूला घटना र परिस्थितिमा पनि ईश्वरमाथि विश्वस्त र घटनासँग सकारात्मक बन्न सक्यौं भने जीवनमा फेरि नयाँ ऊर्जाको साथमा हामी अगाडि बढ्न सकिन्छ। यसको विषयमा सानो दृष्टान्त सुनौं है त। एक दिन एउटा जंगलको गुफाबाट एउटा बाघ जंगलमा निस्कन्छ खाना खोज्नको लागि। दिनभरि भौतारिँदा संघर्ष गर्दा गर्दा पनि उसलाई कहीँ कतैबाट भोजन प्राप्त हुँदैन र भोको पेट लिएर ऊ गुफामा फर्किन्छ। त्यही दिन बिहान एकजना व्यक्ति घरबाट आफ्नो अफिसको लागि निस्कन्छन्। अफिसमा गइसकेपछि उनलाई थाहा लाग्दछ आज कम्पनीले धेरै कर्मचारीहरू मध्ये केही कर्मचारीहरूलाई जागिरमा अब राख्न नसक्ने बाध्यात्मिक स्थिति रहेको समाचार दिन्छ। त्यसभित्र उनको पनि नाम आउँदछ। यो कुरा थाहा पाइसकेपछि उनी यति दुखी हुन्छन्, उदास हुन्छन् र बेचैनीसित उनी साँझ घरमा फर्किन्छन्। बच्चाहरूसँग खेल्दा पनि खेल्दैनन्, हाँस्न पनि सक्दैनन्, खाना पनि खान सक्दैनन्। उनका मित्र सम्बन्धी सबैजना दुखी र उदास बनेका हुन्छन्। अर्को दिन बिहान त्यो बाघ फेरि हिम्मत गर्छ र अर्को जंगलतिर लाग्दछ। धेरै समयको प्रयासपछि, मेहनतपछि उसलाई त्यो दिनमा भोजन प्राप्त हुन्छ। यो संसारका जति पनि प्राणीहरू छन् सबैलाई परमात्माले र प्रकृतिले पालना दिनेको जिम्मेवारी लिनुभएको छ। अहिले भर्खरै हामी बसेको ठाउँमा केही गुलियो पदार्थ खस्यो भने खै कहाँबाट कति धेरै कमिलाहरू आउँछन्। अहिले भर्खरै कुनै फुरो चीजको टुक्रा खस्यो भने कहाँबाट कति धेरै झिंगा आउँछन्, किराहरू आउँछन्। तिनीहरूलाई कसरी थाहा लाग्दछ त? अझै हामी मानिसहरूलाई त दिव्य बुद्धि मिलेको छ, चेतना मिलेको छ। त्यो चेतनालाई र दिव्य बुद्धिलाई विपरीत परिस्थितिमा र यो जीवन जिउने क्रममा प्रयोग गर्नको लागि मिलेको हाम्रो हतियार हो। यदि ती व्यक्तिले त्यो घटना थाहा पाउने बित्तिकै दुःखको सोचाइतिर नगएर सुखको सोचाइलाई पनि त रोज्न सक्दथे। त्यो कुरा थाहा पाउने बित्तिकै उनले भगवानसँग ये ईश्वर, ये परमात्मा, यो कुरा केवल हजुर र मेरो बीचमा मात्रै रहोस्। यो कुरा मैले कसैलाई भन्ने छैन। हजुरको कृपा म माथि सधैँभरि परिरहेको छ। अब पनि मलाई थाहा छ यो भन्दा राम्रो जागिरको बन्दोबस्त कहीँ मलाई हुँदैछ। मैले पनि प्रयास गरिरहन्छु र हजुरले पनि मलाई मद्दत गरिरहनु होला भनेर कुरा गर्दै त्यो अर्को जागिर नपाउने पिरियडसम्म ती व्यक्तिले घरमा आएर बच्चाहरूसँग खेल्न सक्थे। मलाई समय मिल्यो, म अब स्वतन्त्र भएँ। केही समयको लागि परिवारको लागि समय दिन सक्ने भएँ, मित्र सम्बन्धीलाई भेटघाट गर्न सक्ने भएँ, म कहीँ टुरमा जान पाउने भएँ। यो मेरो लागि इन्जोय गर्ने, मेरो आफ्नो लागि कुनै रचनात्मक काममा सक्रिय हुने एउटा महत्त्वपूर्ण समय मिलेको छ। धन्यवाद भगवान भनेर खुसी पनि त हुन सक्थे नि। यदि हामीले हरेक परिस्थिति वा घटनामा भगवानलाई जोड्यौं र भगवानको कृपालाई हामीले महसुस गर्यौं र हरेक परिस्थितिमा हामीले सकारात्मक एउटा धारणाबाट, दृष्टिकोणबाट हेर्न सुरु गर्यौं भने हाम्रो जीवन अवश्य पनि अगाडि बढ्नेछ र सधैँभरि हामी आफ्नो जीवनमा खुसीलाई कायम राख्न सकिनेछ। त्यसैले सधैँ सकारात्मक सोचौं र ईश्वरसँग कृतज्ञ बनौं, आभारी बनौं र हाम्रो जीवनमा सधैँ त्यसको लाभ उठाउँ। धन्यवाद। ओम शान्ति।